किन यसरी माछा काट्न लाउनु भएको त? यो माछा त पानीमा पुरै फटफटेर उफ्रिरहेको रहेछ। हजुर। अनि यसलाई चाहिँ अपरेसन गरौँ भनेर के ए अपरेसन गरिदिएको? अपरेसन गरे। पुरा पानीमा फटफटिरहेको कसैले पनि ख्याल नगरेको क्या मैले देखेर अनि त्यहाँबाट यसलाई चाहिँ अपरेसन गरौँ भनेर लाग्यो के। यसरी पनि अपरेसन हुन्छ? यो त फेरि जिउँदो गराउन सकिन्छ नि यसरी। ए हो र? यो त पुरै जिउँदो हुन्छ। यसरी काटेर पनि जिउँदो होला त? अब यस्तो के यसरी काटेपछि त मान्छे जिउँदो हुन्छ। ए मान्छे पो। ए माछा त गयो यसको त। हजुर। अब यसको चाहिँ यस्तो बोनलेस गरेर यहाँबाट यसको मक्नु भाग अलिक लर्केर काट्न मिलिराखेन क्या।